ल है साथीहरू फेरि वेलकम ब्याक टु माई च्यानल। आज पनि फेरि म एउटा लामो ट्राभल भ्लग लिएर आइरहेको छु। आजको ट्राभल भ्लग चाहिँ हाम्रो ठाउँ चाराली झापादेखि चाहिँ हाम्रो दार्जिलिङसम्मको यात्रा हुनेछ र आजको विशेष चाहिँ हाम्रो भोलि दार्जिलिङमा एउटा कार्यक्रम राख्नुभएको छ हाम्रो मामाजीहरूले र त्यसै गरी चाहिँ हामी यहाँबाट हामी कलाकार लिएर हाम्रो आर्टिस्ट रेस्पेक्टेड सुनिता थेगिम उहाँलाई लिएर हामी अब यहाँदेखि दार्जिलिङतर्फ लाग्दैछौँ है। अब ट्राभल ब्लग आजको यस्तै कच्चाको चाहिँ मिलेर आउँछ, यसो हेरिदिनु होला। पछाडि बाख्रा गइरहेछ, आज घाम राम्रो एकदम चकिलो घाम लागिरहेछ है। सी यु है त अन द वे। Under the canopy where dreams collide, whispered secrets that the leaves can't hide. The moonlight dances with shadows in stride. Nature's love. र अहिले चाहिँ हामी यहाँ चोकमा आइसकेको छौँ। यहाँ सुनिता म्यामको स्वागतको लागि अलिकति केही सरसामानहरू किन्नु। यसले यो फुलहरू छ, अब किन्छ कि किन्दैन है त। अर्ग्यानिक चाहियो तँलाई? के छ भाइ, ठिकै छ? अहिले चाहिँ हामी यो चोकमा छौँ। अघि चाहिँ सुनिता म्यामलाई लिनु जाने पर्ने भएको थियो, उहाँ चाहिँ दुधेमा हुन्थ्यो र कल गरेर आफै आउँछु भन्नुभयो उहाँले। फाइनली हामीले फुल पनि किनेर ल्याइसक्यौँ है। अघि चाहिँ हाम्रो सर अलिकति कन्फ्युजन पर्नु भइरहेको थियो। जसोतसो फुल ल्यायौँ, अब मन पऱ्यो। अब फुल चाहिँ ल्याइसकेको छौँ। अब हामी चाहिँ सुनिता म्यामको वेटिङमा छौँ र हाम्रो मेचीनगर 12 युवासम्मको हामी सबै कार्यसमिति लगभग सबै नै भेला भइसकेका छौँ। र यता हाम्रो उपाध्यक्षज्यू र अध्यक्षज्यू हुनुहुन्छ, हामी पुरै वेटिङमा छौँ, तत्पर वेटिङमा है त। यहाँ हाम्रो सर पनि आइसक्नु भएको छ। ल है त, अब म्याम आएपछि हामी डाइरेक्ट देखाउँछौँ। अहिले चाहिँ हामी आफ्नै क्याफे, आफ्नै ठाउँ, आफ्नै जक्सनमा छौँ है। म्यामलाई वेटिङ गरेछौँ। अलिक निकै नै समय लाग्यो आज, टाइममै पुग्नु परेको थियो। अब म्यामको पनि केही पर्सनल प्रब्लमले गर्दाखेरि अलिकति समस्या भएर ठिकै छ है, हामी पर्खिरहेको छौँ। र हाम्रो यहाँ सानो नानी छ, के खाएको? खानु हुँदैन राजा, यस्तो नखाऊ ल, नखाऊ ल। ए लु खानुपर्छ, गुड, भेरी गुड। तर यस्तो खानु हुँदैन ल, खेलाउनु पर्छ ल। हाँसिदेऊ। र हाम्रो दाई लिटल सेफ क्याफे हाम्रो उबाट दाई के छ, ठिक छ नि? हामी यहाँ पर्खाइमा छौँ। यसरी नै सबैजना हामी पर्खाइमा छौँ है। छिटो आउनुहोस्, ढिलो भइसक्यो म्याम। फाइनल्ली अब चाहिँ हामी लाग्यौँ है। म्याम पनि आउनु भइसक्यो र लामो वेटिङ पश्चात हामी अब दार्जिलिङतर्फ लाग्दैछौँ। ल अहिले चाहिँ हामी बाटैबाट आउने क्रममा फिगलबाट उडान लागिसक्यौँ पशुपति जाने बाटोतिर है। अब केटाहरू खाने कुरै गर्दैन, अघि विचार मात्रै गरेको छु म होइन। कहाँ लगाएर खुवाउँछु, के गर्छ, म के बोल्दिनँ होइन। डेस्टिनेसन पुगेपछि हो कि अब कता हो, अहिले म के बोलेको छुइनँ। र मैले यता लु क्यामेरा चाहिँ यता अध्यक्षज्यूपट्टि फर्काएँ। अध्यक्षज्यू के छ भाइ? सबैलाई फेरि पनि धेरै नमस्कार। अनि हाम्रो यो मिस्टर अनु भ्लग हेरिराख्नु हुने सम्पूर्ण सब्सक्राइबरहरूलाई होइन, नयाँ अपडेटको साथमा हामी आएको छौँ।
लगभग हामी दार्जिलिङको यात्रामा अहिले झापाबाट हामी हिँडेर पनि नभनौँ गाडीमा लगभग पशुपति सक्यौँ भन्दा नि हुन्छ। अब लगभग 20 मिनटमा हामी पशुपति आइसक्छौँ। अब यो भन्दा अब अलिकति थप केही कुरा अपडेटहरू अब एकछिनमा फेरि पनि पाउनुहुन्छ। किप वाचिङ होइन। सी यु गाइज। ल है त हेर्दै गर्नु होला, जोडिनु होला हामीसँग, साथ सहयोग मायासँग दिनु होला है। लगभग हामी पशुपति पनि आइसक्यौँ अब है। गाडी मात्रै भइरहेको छ हाम्रो चाहिँ। कस्तो भन्दाखेरि चाहिँ अब यहाँबाट चाहिँ अब हाम्रो गाडी चेन्ज हुन्छ। हाम्रो मामाश्रीहरू आउँदै हुन्छ गाडीमा होइन। अब यहाँबाट चाहिँ गाडी चेन्ज भएर अर्को गाडीमा अझै 3 घन्टा कति अब कति घन्टा अब 5 घन्टा 4 घन्टा कति थाहा छैन। अब त्यसमा लाग्छ लामो नै यात्रा हुन्छ 3-4 घन्टा। मेरो मामाहरू है, उहाँ लामा गाउँ सोसाइटीको मेम्बरहरू पनि कार्यक्रम ठिकै छ। अहिले चाहिँ हामी यो पशुपति आइसकेर चाहिँ अब गाडी साडी चेन्ज गरेर अब हामी मेन हाम्रो इभेन्ट भोलिको इभेन्ट हुन गएको ठाउँ दार्जिलिङ लामागाउँतिर लाग्दैछौँ है। चिसो बढ्दैछ, हस्ता हेर्दै गर्नु होला। Lost in the woods where the magic's alive. Every heartbeat echoes, I can feel the drive. ल लगभग हामी चाहिँ अब हाम्रो गन्तव्य आइपुग्न आँट्यौँ होइन। अहिले चाहिँ थोरै बिच बाटोमा चाहिँ हल्कासँगले खाजा खाँदैछौँ हामी चाहिँ। अबको हाफ एन आवरमा चाहिँ हामी हाम्रो गन्तव्य पुग्छौँ। अहिले चाहिँ हामी यहाँको एकदम स्पेसल खाजा के नाम? आलु मिमी खै हो मेरोमा। आलु मिमी? मिमी चाहिँ खै हो एउटा मिमी दिन्छु। यो चाहिँ आलु मिमी। आलु निम्तिको सट्टा हो। आलु मिमी चाहिँ हामी चाहिँ अहिले यो लामो यात्राको क्रममा बिचमा खाजा खानु ब्रेक गरेर अब लगभग आइपुग्नु आँटेको ठाउँ हाम्रो है। कस्तो हुन्छ आलु मिमी म्याम? आलु मिमी मलाई मिठो लाग्यो। आलु निम्ति खा जस्तो लाग्यो। निम्तिको एब्सेन्समा मिमीले उहाँ चाहिँ हाम्रो भोलिको कलाकार। किन्नु पनि हुन्छ होला सायद। भोलिको कलाकार हो यस्तो। भोलिको मात्रै कलाकार। ल यता अब हेर्दै गर्नु होला। भने यहाँबाट के ठिक छ। यता एकैछिन होमस्टेमा तपाईँलाई स्वागत छ। सो अब चाहिँ हामी लामो यात्रापछि अब अन्तिममा आएर चाहिँ खाना खानु गइरहेको छु है। अब सर पुग्यो, लामो थियो। अब खाना खाना यात्रा गर्छौँ र भोलि घुम्छौँ है। अहिले चाहिँ हामी यहाँ लास्टमा 4 जना छौँ। हाम्रो म्याच सुन्दा थिएँ आँखा चिनिरहेछ। अब आज यस्तै भयो। अब भोलि हामी म्यामलाई फोन लिन्छौँ है। केही बातहरू गर्छौँ फोनको बारेमा है। अहिले चाहिँ खाना खानु अति भइरहेको छ। हाम्रो फ्रेममा चाहिँ पुष्पराज चाहिँ यता है। मर्निङ टाइमको चाहिँ हामी ल अब चाहिँ हामी खाना खाएर अलमोस्ट अब निस्किँदैछौँ है। सुनिता म्यामलाई भेट्नु अब के कसो हुँदैछ उता। अब हाम्रो आज आउजी पनि छ, आउजी पनि खेलिन्छ सायद। आउजी पछि हुन्छ होला कार्यक्रम हाम्रो।
त्यहाँ गएर अब के कसो हुँदैछ हामी बुझेर सर्ट With each निस्किन्छौँ footstep, hear the यहाँ हामी आएछौँ sound, गोविन्दरमा harmonies of nature abound. हुन्छ With each footstep, hear the sound, harmonies of nature abound. Feel the pulse of the forest ground. In this vastness, I am unbound. In this vastness, I am unbound. होमस्टेतर्फ लाग्दैछौँ होमस्टे Whispered secrets that the leaves can't hide. The moonlight dances with shadows in stride. Nature's lullaby as the night takes a ride. Wandering path where the wild things roam. Feeling the earth is calling me home. Stars keep watch from a sky so high. Breathing in जोस् यो बाइकको चाहिँ पावर दामी रहेछ है beneath the sky. Lost in the woods where the magic's alive. यो चाहिँ इन्डियन बाइक इन्डियन नम्बर प्लेट यहाँ कति बेला प्राइस यसको लगभग इन्डियामा लगभग कति 2 लाख आइसी वा नेपालमा नेपालमा चाहिँ डबल ट्रिपल छ यसको यो हाम्रो होमस्टे है यहाँ म्याम हुनुहुन्छ अब हामी यहाँबाट एकछिन कुरा गरेर निस्किन्छौँ ओके हेर्दै गर्नु होला यो त सुन्त म्यामको ब्याग होइन यहाँबाट ओह्रालो जाँदा सिधै हान्थ्यो यताबाट जान्छ कि ओह्रालो हेरे उयो ओके अघि नै हिँडेको हिँड्नु चाहिँ म चाहिँ अब यहाँनिर सुन्ता म्यामसँग अलिकति क्लिपहरू लिनुको लागि दिउँसै हिँडेको तर रात परिसक्यो अहिले लगभग रात परिसक्यो साँझ पनि आइसक्यो ल यहाँ हुनुहुन्छ हाम्रो सुन्ता म्याम के छ सुन्दा ठिकै हुन्छ हिजोको यात्रा कस्तो हो त नि के साह्रो गाह्रो अप्ठ्यारो साह्रो गाह्रो अप्ठ्यारो आओस् भन्छु म चाहिँ ठिकै छ अनि यस अब हाम्रो सो सुरु गरेको छ होइन अब यो सोको बारेमा के छ के एक्साइटमेन्ट कि अब के कस्तो लाग्छ तपाईँलाई सोको लागि हजुर एक्साइटेड छु किनकि लामा गाउँ चाहिँ मैले सुनिराखेको अनि फर्स्ट टाइम आइपुगेको छु अनि अब त्यहाँनिर के कस्तो हुन्छ जस्ट यहाँको अब मैले धेरै पर्सनली भेटिसकेको जनताहरूसँग भेटिसकेको छु उहाँहरूसँग इन्टरेक्सन गर्न बाँकी नै छ कस्तो हुन्छ अब भरे नै थाहा हुन्छ सबै अब ब्याक टु ब्याक प्रोग्राम भइरहेको छ तपाईँको त है सायद मैले देखिरहेको पोस्टहरू अब निकै गाह्रो हुन्छ नि यस्तो बेला है तपाईँलाई के छ रेस्ट टाइमहरू गाह्रो हुन्छ टाइम मिलाउनु गाह्रो चाहिँ खास म आफैले मैले बनाएको छु कसरी भने मैले सङ्कटसभा जाँदाखेरि चाहिँ मैले ज्याकेट नलिकन गएको थिएँ अनि फर्किँदाखेरि चाहिँ एकदमै चिसोमा फर्केको थिएँ नि त चिसोको कारणले चाहिँ लुगा लागेर अझै तब पनि लुगा मुक्त भएको छैन अनि त्यही भएर त्यही चाहिँ अलिकति ठिकै छ अब लास्ट सो ब्लेम भनेपछि चाहिँ म आफै लाउँछु ठिकै छ त्यो अब लास्ट सो भनेपछि तपाईँको फिल्ममा होइन होइन लास्ट मेरो सो चाहिँ न्यु इयरमा भेलिटारमा छ भोलि चाहिँ फिल्म अनि भोलिको थर्ड लास्ट अनि सेकेन्ड लास्ट फुलबारी अनि लास्ट अनि त्यहाँपछि केटिएम फर्किन्छ त्यस पछाडि रेकर्डिङमा फर्किन्छु अनि अरू ठाउँबाट पनि आउनु चाहिँ आइरहेछ तर अलिक 10-15 दिनको ग्यापमा छ जस्तो लाग्छ मलाई माघे सङ्क्रान्तितिर अनि एउटा तपाईँ लास्ट क्वेसन गरेर मैले यो मेरो भ्लगमा आउने यति साह्रो ढिलो किन अब भ्लगमा यतिकै कहाँ आउनु त अनि भ्लग जस्तै अलिक रेडी भएर आउनु पऱ्यो नि त अलिअलि भयो भने गाजल लिपस्टिक क्रिम गरेर आउनु पऱ्यो नि त के भन्नुहुन्छ ल हुन्छ अब सी यु अन द स्टेज है एकैछिन ओके ओके छोड़